हल्का मम्मीको खुट्टा दुखेको अवस्था होइन, त्यही भएर हामी चाहिँ यहाँ बसियो। यसरी हामी यहाँ बसिरहेछौँ। अब हामी फेरि चाइना टाउन जानै बाँकी छ। त्यहाँनिर अर्को हाम्रो गाइस थपिनुहुन्छ अनि त्यसपछि हामी पेट पूजा गरेर घर फर्किन्छौँ है साथीहरू। चाहिँ ल हेर्नुहोस् पेन्टिङ गरेको छ यस्तो खालको। अब मन पर्यो भने हामीले सेल गर्नु पाउने होला नि त। पेन्टिङ गर्नु किनेर लानु पाइन्छ पनि। यस्तो छ नेपालको ठाउँमा पाउने जस्तो क्या साथीहरू देख्नुभयो। लन्डनको उयोहरू, लन्डन आएको फोटोहरू रहेछ। देख्नुभयो यस्तो छ है खतरा। यतातिर पनि रहेछ त्यतिर यस्तो यस्तो। ओ गुडनेस। अब हेर यहाँनिर उयो भइरहेको रहेछ। सुन्नुहोस् है यहाँनिर आज रियाली रहेछ। हो त्यही भएर तपाईँहरूसँग हल्का कुराकानी गरेर हिँड्दाखेरि चाहिँ उनीहरूले चाहिँ यसरी गर्छ है। हाम्रो नेपालमा चाहिँ एकदम फाइट हुन्छ भने यहाँनिर एकदमै सुरक्षित एकदमै राम्रो तरिकाले हुन्छ है। कुनै पनि उयो देख्नुभयो यसरी हुन्छ। एकदम स्लोली क्या स्लो मोसनमा कुनै पनि र्यालीहरू हुँदाखेरि यसरी हुन्छ है। हल्का सानो तरिकाले एकदम नम्र तरिकाले अरूहरू हुँदाखेरि यसरी नै हुन्छ गाइजहरू। फेरि अब हामी यहाँनिर चाइना टाउन जाँदैछौँ है साथीहरू। यस्तो छ मम्मीहरू सघाएर हुनुहुन्छ। यस्तो खतरा छ नि क्या खतरा बनाएको छ नि। अब चाहिँ म चाइना टाउनतिर लागेँ। मेरो साथीहरू मित्रहरू कराउँदै हिँड्छ हेर्नु यस्तो छ। हामी यहाँ झरिसक्यौँ हेर्नु न कति धेरै मान्छेहरू छ यस्तो मामाका च्याङ च्याङ हुन्छ है। यहाँ यो चाहिँ चाइना टाउन हो। आइसक्यौँ हामी यतातिर घुमघाम गर्दै हिँडिरहेको छौँ। ऊ त्यहाँनिर हो देखाइरहेछ नि त्यतापट्टि हो है साथीहरू। अब हामी जाँदैछौँ। सो गाइजहरू हामी चाहिँ चाइना टाउनभित्र पस्यौँ ल। यो चाहिँ यसको यो लुक्सले नै थाहा हुन्छ होइन। अब हामी यताबाट जान्छौँ कता कता जान्छौँ तपाईँहरूलाई हल्का फुल्का देखाउने मेरो कोसिस जारी छ। चलाएको कति यस्तो त गर्नु पाउँदैन भन्छ फेरि बनाइहाल्छ। शान्ति देखाउनु परिहाल्छ। जस्तै थोरै बाइक चलाउँछ यहाँ मान्छेहरूले। अनि यहाँ चाहिँ देखेको सबै ठाउँमा चाइनिज फुड धेरै पाउँछ होइन। अनि त्यही भएर यो चाहिँ स्कुटी हो। यो चाहिँ कति ठाउँमा चलाउनु मिल्छ कति ठाउँमा मिल्दैन होइन। यसको चाहिँ लाइसेन्स लिनुपर्छ होइन अनि मात्रै चलाउँछ। यतातिर चाहिँ कतिले त्यतिकै पनि चलाउँछ होइन। तर यसको पनि लाइसेन्स चाहिन्छ अरे। सानो सानो बच्चाहरूले स्कुल जाँदाखेरि धेरै युज गर्छ। ठुलो ठुलो मान्छेहरू चाहिँ जोन वानतिर चाहिँ चलाउनु पाउँदैन के हुन्छ अरे। यसको पनि नियमहरू यतातिर यस्तो छ। यो चाहिँ फ्रीको साइकल हो। यो चाहिँ उनीहरूको रहेछ उनीहरूको गरेको छ। चाइना टाउनतिर हामी प्रवेश गऱ्यौँ है साथीहरू। यस्तो छ आफ्नै तरिकामा फोटो खिच्नेहरू पनि छ। अब हामी हेरी पोटर जाने भनेको ठ्याक्कै बिर्स्यो। यतैपट्टि जस्तो लागेको छ यतैपट्टि जाउँ न। मम्मी आउनुहुँदैछ पछाडि पछाडि। चाहिँ यसरी तपाईँहरूलाई आज चाहिँ हेरी पोटर पनि देखाउने हामीसँग थोरै टाइम छ नि त। अनि त्यही भएर हेरी पोटर पनि जाने भनेर हामी लागिसक्यौँ। यता त होइन रहेछ
यस्तो छ यी धेरै हेरी पोटर तपाईँलाई पनि थाहा छ नि होइन जानु भएको छैन र हेर्नु त हिँडेको नजिकै छ हौ यतै कता छ हौ हामी चाहिँ हेरी पोटर खोज्दैछौँ है साथीहरू त्यो ओए हेरी पोटर त्यता होइन होला हौ होइन होला भन्नुहुँदैछ होइन होला भन्नुहुँदैछ मम्मीले जाउँ जाउँ यसरी हामी हिँड्दैछौँ है साथीहरू एकैछिनै त म्याप हेर्नुपर्ने आयो म चाहिँ अहिले यहाँ आइपुगिसकेँ हेरी पोटरमा साथीहरू तपाईँहरू देख्नुहुन्छ यसरी माथि यसरी बसेको हुन्छ सो अनि यहाँ चाहिँ यता ठुलो बिल्डिङ छ होइन पाँचतिर यस्तो छ अनि यहाँनिर चाहिँ यस्तो छ अनि यताको दृश्यहरू यस्तो छ यस्तो छ अनि यस्तो छ हेर्नुहोस् न चाइना टाउन भएर होइन यहाँ चाहिँ चाइना टाउन भएर नेपालको जस्तो देख्नु हो खमेलमा कुदाउँछ नि होइन टेम्पो जस्तो क्या त्यो यहाँ पनि कुदाइराखेको छ देख्नुभयो त्यस्तो हुन्छ है साथीहरू भोकले होइन कुदिरहेको छु खाजा कहाँ मिठो पाउँछ भनेर हिँड्दैछु अब चाहिँ हामी खाजा खानुको लागि बर तर्खर भएर अनि कता चाहिँ राम्रो पाउँछ मेनुहरू हेर्दै गइरहेको छौँ यो एरिया हो के र है जस्तो लाग्यो हो कि होइन हेर्दै जाऊँ साथीहरू म चाहिँ यसरी हिँड्दैछु जस्तो लाग्छ कता हो कता खै यता कता हामी चाहिँ यति होला हो त्यही होला हामी चाहिँ उताको चाहिँ खासै राम्रो देखेन हामीले अनि त्यही भएर हामी चाहिँ यतापट्टि आएको छौँ के अब कहाँ खाजा खाने भनेर कहाँ मिठो पाउँछ भनेर क्या सो गाइजहरू है त कहाँ खान्छौँ अहिले म देखाउँछु है यहाँ चाहिँ हामी धेरै ठाउँ मेनु हेर्न सक्छौँ होइन हाम्रो थाहा भएन अगाडि पनि छ त्यही स्टप हुनुहुन्छ यस्तो रहेछ यिनीहरू पाउँदो रहेछ है साथीहरू हामी चाहिँ यहाँनिर खानुको लागि रेडी भएर मम्मी पनि यहाँ बस्नु भएको छ चाइना टाउनमा 25 रुपियाँ 30 पाउन्डको चाहिँ 25 पाउन्ड 30 पाउन्डको एउटा खानेकुरा यहाँ हेरौँ 26 पाउन्डको हामी चाहिँ मेनु हेर्दैछौँ 39 पाउन्डको एउटा खानेकुरा यहाँ चाहिँ एक्सपेन्सिभ रहेछ नि त किन एक्सपेन्सिभ खानु रोजेको त खुट्टी के भनेको यस्तो लाएर आएछ खानुको दुधमा अहिले कस्तो राम्रो भइरहेको थियो अर्को चाहिँ त्यो हो के कस्तो राम्रो हामी चाहिँ खाइरहेको छौँ साथीहरू हामी चाहिँ टन्न खाएर पनि सक्यौँ होइन खानेकुराहरू कति मैले देखाएँ कति देखाएन होइन अब चाहिँ हामी खाइसकेर अब बिल पे गर्छौँ अनि घरतिर लाग्छौँ है साथीहरू यहाँ हामी चाहिँ अहिले चाहिँ घर फर्किँदैछौँ अहिले चाहिँ होइन गाइजहरू हामी चाहिँ चाइनिज फुड खाएर चाहिँ चिल भएर उडिरहेछौँ अनि घर जाँदैछौँ है त उड्दै फर तली जाइ भएर होइन चाहिँ पछाडि हुनुहुन्छ मम्मीहरू सबैजना पछाडि हुनुहुन्छ हामी दुईजना चाहिँ अगाडि हिँडिरहेको छौँ मम्मीलाई चाहिँ दुईजना ज्वाइँले गाइड गरिराखेको भएर अगाडि कुदेको अहिले चाहिँ हामीलाई छोडिदिएको क्या एकछिनको लागि होस् न तिता मिठा गफ गर्दै हिँड्नु न भनेर गफ हान्दै हिँड्नुहुन्छ नि त अनि त्यही भएर चाहिँ हामीलाई छोडिदिएको है त साथीहरू दिएको चाहिँ यही हो देख्नुभयो नेपालमा पनि छ नि ठाउँमा हो त्यही भएर चाइना टाउनको विशेषता चाहिँ गाइजहरू यही हो भाइ साथीहरू हामी चाहिँ यसरी फर्किँदैछौँ एकछिन फेरि बहिनीहरूकोमा पस्यौँ अनि त्यस पछाडि फेरि हामी अब ट्रेन चढ्नु जाने अनि ट्रेनबाट फेरि जाने घर आमा चाहिँ आज चाहिँ यसरी लट्ठी पो टेकेर हिँड्नु हुँदैछ है छाताको
छाताको लाठी टक्लाक टेकेर हिँड्नु हुँदैछ त्यसरी है अब हामी सतबरीमा छु अहिले फेरि